अगर तपाईलाई पनि आफ्नो पेल्भिक फ्लोर मसल विक छ भनेर लाग्छ भने चाहिँ यो एक्सरसाइजहरु गर्नुहोस्. इफ यु फिल दैट योर पेल्भिक फ्लोर मसल इज विक, डू दिस एक्सरसाइज टु मेक इट स्ट्रङ्गर अगेन. है तपाईको पेल्भिक फ्लोर मसल चाहिँ विक भएको चाहिँ कसरी चाल पाउनुहुन्छ भने चाहिँ तपाईले तपाईको सर्ट टोइलेट जुन चाहिँ हामी पिसाब भन्छौँ है, पिसाब रोक्नु तपाईलाई एकदमै साह्रो पर्छ है. तपाईलाई पिसाब रोक्नु एकदमै कठिनाइ पर्छ. तपाईको ब्ल्याडर एकदमै विक भएको हुन्छ है. जुन चाहिँ तपाईको पेल्भिक फ्लोर मसल चाहिँ तपाईको यो लोअर बट एरियाको तपाईको यो जुन चाहिँ मलद्वारहरु हुन्छ है, मलद्वार भयो है, तपाईको त्यो एरियामा चाहिँ तपाईको पेल्भिक फ्लोर मसल चाहिँ सेन्टर्ड भएको हुन्छ है. अन्त त्यो एरियाको मसल विक भएको कारणले गर्दा चाहिँ तपाईले टोयलेटहरु राम्रोसँगले कन्ट्रोल गर्न सक्नुहुन्न. फ्रिक्वेन्ट युरिनेसन भइरहन्छ तपाईहरुलाई, किनभने होल्ड गर्न सक्नु हुँदैन, किनभने त्यो एरिया विक भएको कारणले गर्दा है. अरु पनि थुप्रै ड्रब्याक र थुप्रै प्रब्लमहरु आउँछ पेल्भिक फ्लोर मसल विक भएको कारणले गर्दा है. जुन चाहिँ म अब एकदम क्लियरली भन्दाखेरि मान्छेले कतिले बुझ्नु सक्दैन, त्यसकारण चाहिँ म त्यति बुझ्नुहोस्. तपाईको पेल्भिक फ्लोर मसल भएपछि विक भएपछि चाहिँ धेरै प्रब्लमहरु तपाईको जिउमा आउँछ है. त्यो पेल्भिक फ्लोर मसललाई करेक्ट गर्नको लागि र स्ट्रेन्थेन गर्नको लागि चाहिँ म 3-4 वटा एक्सरसाइज देखाउँछु. तपाईले यो गर्नुभयो डेली 10 मिनेट्स भने चाहिँ तपाईको पेल्भिक फ्लोर मसल स्ट्रङ भएर गयो. ब्रिज जुन चाहिँ हामी ब्रिज भन्छौँ है, त्यो गर्नुहोस् तपाईहरुले. म साइड वेजमा देखाइदिन्छु. इनहेल गर्नुहोस्, स्क्विज गर्नुहोस्, तपाईको बटलाई स्क्विज गर्नुहोस्. फिल गर्नुहोस् कि तपाईको बटको बीचमा चाहिँ कोइन छ भनेर. त्यसलाई चाहिँ तपाईले होल्ड गरेर जस्तो स्क्विज गर्नुहोस्. होल्ड गर्नुहोस् यसलाई 30 सेकेन्ड. स्क्विज गरेर होल्ड गर्नुहोस् अन्त रिलिज गर्नुहोस्. फेरि इनहेल गर्नुहोस्, स्क्विज गर्नुहोस्, इनहेल एक्सहेल, स्क्विज गरिराख्नुहोस् तपाईको बटलाई. होल्ड गर्नुहोस् 30 सेकेन्ड त रिलिज गर्नुहोस्. फेरि इनहेल, सेकेन्ड चाहिँ यसरी खुट्टा क्रस गर्नुहोस् है, बटरफ्लाई क्रसिङ गर्नुहोस् है. जुन चाहिँ तपाईले बटरफ्लाई सिटअप गर्दा पनि युज गर्नुहुन्छ है, त्यो गर्नुहोस्. इनहेल गर्नुहोस्, एक्सहेल स्क्विज गर्नुहोस्, तल आउनुहोस्. फेरि यो 10 के गर्नुहोस् है. 10 रेपिटेसन, 3 सेट चाहिँ वज्रासना थन्डरबोल्ट पोज भन्छ यसलाई चाहिँ. त्यो पोजमा आउनुहोस्, टोमा जानुहोस्, हात यहाँ जति जस्तो सिङ्क गर्न सक्नुहुन्छ त्यति टोला उठाएको है. इनहेल एक्सहेल, होल्ड गर्नुहोस् यसलाई. जति लामो होल्ड गर्न सक्नुहुन्छ त्यति होल्ड गर्नुहोस्. 30 सेकेन्ड, 1 मिनट, 2 मिनट कति होल्ड गर्न सक्नुहुन्छ तपाईहरुले है, त्यति मिनट होल्ड गरेर राख्नुहोस्. जति तल सिङ्क गर्न सक्नुहुन्छ त्यति गर्नुहोस्. अनि त्यसलाई पनि 3 रिपिटेसन गर्नुहोस् है. 30 सेकेन्ड्सको हुन्छ कि 15 सेकेन्ड्सको हुन्छ कि 1 मिनटको हुन्छ, कति होल्ड गर्न सक्नुहुन्छ है. तपाईले त्यो गर्नुहोस्. तपाईहरुको पेल्भिक फ्लोर मसललाई स्ट्रङ पार्नुहोस् है. यसलाई किगल एक्सरसाइज पनि भन्छ है. लेडिज जेन्ट्स दुईजनाले पर्फर्म गर्न सक्नुहुन्छ है. तपाईले यो एक्सरसाइजहरु गर्नुहोस् र आफ्नो पेल्भिक फ्लोर मसल स्ट्रङ पार्नुहोस्. अन्त तपाईले कन्टिन्यू गरेर तपाईकोमा फरक आयो भने चाहिँ कमेन्ट गर्न नभुल्नुहोस् है. अन्त यस्तै इन्फर्मेटिभ भिडियो र प्लस तपाईको हेल्थ विषय भिडियो हेर्नुको लागि चाहिँ है फलो गर्न नभुल्नुहोस्, लाइक गर्नु र तपाईले अरूलाई पनि शेयर गर्नुहोस् जसमा कि अरूले पनि यो भिडियोबाट फाइदा उठाउन सकोस् है. थ्यांक यू फर वाचिङ. Follow for more.